इपीएस परीक्षाको तयारी गरिराख्नु भएको सम्पूर्ण साथीहरुमा आज मैले च्याप्टर 55 मा रहेको छम्बो मुन्हा छिसी फ्यौजी लिएर आएको छु। नमस्कार, अन्यहासेयो। म सुनिल महर्जन, कोरियन भाषा प्रशिक्षक। हजुरहरु च्यानलमा पहिलो पटक आउनु भएको छ भने चाहिँ कृपया एक लाइक र सब्स्क्राइब साथै बेल आइकन पनि थिचिदिनु होला। साथै यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। मन पर्यो भने चाहिँ शेयरिङ पनि गरिदिनु हुन अनुरोध गर्दछु। आउनुस् आजको विषयवस्तुतर्फ हामी लागौं। जसमा छ आज मैले लिएर आएको छिसी फ्यौजी। छिसी फ्यौजी भन्नाले चाहिँ के हो त? छिसी भन्नाले निर्देशन अथवा कसैलाई हराउनु, फ्यौजी संकेत भन्नाले निर्देशन संकेत भनेर जान्न सकिन्छ भने चाहिँ त्यस्तै गरी अर्को छ खाङजे फ्यौजी। खाङजे हेङदोङ फ्यौजी भने चाहिँ अनिवार्य क्रियाकलापको संकेत, जसमा चाहिँ अनिवार्य गर्नुहोस् अथवा गर्नुपर्ने क्रियाकलाप भनेर जनाउँछ। हजुर, जसमा पहिलो 1 नम्बरको चित्रमा हामी हेर्ने छौं, जसमा लेखेको छ इल्बानजगिन खाङजे हेङदोङ फ्यौजी। इल्बानजगिन भन्नाले सामान्य अथवा साधारण अनिवार्य क्रियाकलाप फ्यौजी। र दोस्रोमा छ सायोङ सल्मेङ्स। सायोङ सल्मेङ्स भने चाहिँ प्रयोग पुस्तिका अथवा कुनै पनि सामान हामीले किनेर ल्यायो भने चाहिँ त्यो कसरी चलाउने, के थिच्नुपर्छ भनेर लेखिरहेको म्यानुअल पत्रलाई चाहिँ सायोङ सल्मेङ्स भनिन्छ भने चाहिँ जसको सिनोनिममा चाहिँ छेक्चा पनि भन्न सकिन्छ। अब छाप्चो हासेयो। छाप्चो हासेयो यसमा चाहिँ प्रयोगपत्र यानी कि म्यानुअललाई हेर्नुहोस् भन्ने अर्थ दिन्छ। छाप्चो हासेको सन्दर्भ अनुसार यसको फरक अर्थ पनि लाग्छ। हजुर, अर्कोमा छ खुइमागे। खुइमागे भन्नाले चाहिँ कानमा लगाउने छेडी अथवा कान छोप्ने औजार। र छङ्गाक फोहोगी। अब छङ्गाक भने चाहिँ श्रवण शक्ति, जसको अर्थ चाहिँ कान। फोहोगी भनेपछि सुरक्षा गर्ने उपकरण, कानलाई सुरक्षा गर्ने उपकरण। छाक्योङ हासियो प्रयोग गर्नुहोस् अथवा लगाउनुहोस्। जसमा तल लेखिदिएको छ, जसमा यो दुईटाको हजुर थुक्चङ हाङ हेङदोङल हेया हान्दान, कुनै विशेष प्रकारको क्रियाकलाप गर्नुपर्छ भन्ने गसुल कुरालाई चाहिँ आल्लिगी उइहे जानकारी गराउनको लागि चाहिँ सायोङ हानुन फ्यौजी प्रयोग गर्ने फ्यौजी। जसमा चाहिँ इल्बानजगिन खाङजे हेङदोङ फ्यौजीले चाहिँ के जनाउँछ त भन्दा चाहिँ सामान्य अथवा विशेष किसिमको क्रियाकलापहरू चाहिँ गर्नुपर्छ भन्ने कुरालाई चाहिँ चिनाउनको लागि चाहिँ यसको प्रयोग गरिन्छ भनेको छ ल। हजुर, त्यस्तै गरी अर्को चित्रतर्फ हामी हेर्ने छौं, जसमा लेखेको छ खुइमागे। अघि हामीले खुइमागे छङ्गाक फोहोगी। खुइमागे कानमा लगाउने छेडी र छङ्गाक फोहोगी श्रवण शक्तिलाई बचाउने, जसको अर्थले चाहिँ कानलाई सुरक्षा गर्ने उपकरण। छाक्योङ हासियो लगाउनुहोस् अथवा प्रयोग गर्नुहोस्। र अर्कोमा छ फो आन्ग्यङ। फो आन्ग्यङ भन्नाले चाहिँ आँखालाई सुरक्षा गर्ने चस्माहरू। नुन फोहोगी आँखालाई बचाउने उपकरणहरू चाहिँ छाक्योङ हासियो। हासिप्सियोलाई चाहिँ छोटकरीमा हासियो लेखेको, जसको अर्थ चाहिँ लगाउनुहोस् भन्ने अर्थ लाग्छ। हजुर, त्यस्तै गरी अर्को छ छन्गी प्लकुरुल, जसमा चाहिँ विद्युतीय प्लगहरू चाहिँ कन्सेन्ट्रुएस। कन्सेन्ट्रुएस भने चाहिँ पावर प्लग अथवा हामीले प्लग घुसार्ने ठाउँबाट चाहिँ फुल्ली हासियो। फुल्ली हासियो अलग गर्नुहोस्, छुट्याउनुहोस् अथवा निकाल्नुहोस्। हजुर, त तलपट्टि हेर्नुभयो भने चाहिँ छङ्गी प्लगहरू, विद्युतीय प्लगहरू चाहिँ कन्सेन्ट्रुएस पावर प्लगबाट चाहिँ पेसिप्सियो निकाल्नुहोस् भनेको छ। हजुर, त्यस्तै गरी अर्को सङ्केततर्फ हामी हेर्दैछौँ, जसमा लेखेको छ, जसमा चित्रमा हेर्नुहुन्छ चस्मा लगाइरहेको छ फुल थुम्योङ। थुम्योङ भन्नाले चाहिँ पारदर्शी, फुल थुम्योङ भने त्यसको अपोजिट अपारदर्शी, जसमा चाहिँ यताबाट उता नदेखिने खालको। फो आन्थेरुल, जसमा अपारदर्शी चस्माहरू। फान्दुसी छाक्योङ हासियो अनिवार्य लगाउनुहोस्। अपारदर्शी भनेको एकदम कालो चस्माहरू चाहिँ लगाउनुहोस् भन्नु खोजेको छ।
फोल्थुम्योङहान गुगोरिना अपारदर्शी गुगल सनग्लास अथवा आन्ग्यङुल चस्मा चाहिँ कोक सुसिप्सियो अनिवार्य लगाउनुहोस्। हजुर त्यस्तै गरी अर्को चित्रतर्फ हामी जान्दैछौँ। हजुर जसमा अर्को चित्रमा लेखेको छ, जसमा जुत्ताको चित्र दिएको छ, जसमा लेखेको छ आन्जनवारुल छाक्योङ हासी हो, सुरक्षा जुत्ता अथवा सेफ्टी जुत्ता चाहिँ लगाउनुहोस्। फोहो छाङ्गाबुल छाक्योङ हासी हो, सुरक्षा पन्जाहरू लगाउनुहोस्। र फाङहोबो सुरक्षा लुगाहरू, ज शरीरलाई चाहिँ सुरक्षा दिने लुगाहरू चाहिँ छाक्योङ हासी हो, लगाउनुहोस्। हजुर त्यस्तै गरी अर्को चित्रमा हामी हेर्नेछौँ जसमा लेखेको छ सोनुल सिसुसियो, जसमा चाहिँ हात धोइरहेको चित्र छ, सोनुल सिसुसियो हात धुनुहोस्। अर्कोमा छ सोनचाबी रुल, सोनचाबी भन्नाले ह्यान्डल अथवा समात्ने ठाउँ, सायोङ हासी हो, ह्यान्डललाई प्रयोग गर्नुहोस् अथवा समात्ने ठाउँलाई चाहिँ प्रयोग गर्नुहोस्। अल्गुल फोहोगुरुल, अल्गुल फोहोगुल, अल्गुल अनुहारलाई चाहिँ सुरक्षा प्रदान गर्ने उपकरणहरू चाहिँ छाक्योङ हासी हो, लगाउनुहोस्। हजुर त्यस्तै गरी अर्कोतर्फ हामी हेर्नेछौँ। हजुर यसमा लेखेको ज्याकेटको चित्र दिएको छ, जसमा चाहिँ खासी सङ नोफुन, खासी सङ भनेको के रहेछ त भन्नाले एकदम धेरै टाढाबाट पनि राम्रोसँग देखिने दूरदर्शी लुगाहरू भन्नु खोजेको, टाढैबाट पनि राम्रोसँग देखिन सक्नेलाई चाहिँ खासी सङ नोफुन, टाढैबाट देख्न सकिने ओत कपडा चाहिँ, जसमा चाहिँ फान्सा छोक्की, फान्सा भनेको चाहिँ तल्किने, छोक्की भनेको ज्याकेट, तल्किने ज्याकेट हो चाहिँ छाक्योङ हासी हो। यसको डिटेलमा लेखेको छ मल्ली सदो छाल फोइनुन, टाढाबाट पनि राम्रोसँग देखिने फान्सा जोखिरुल इबु सिप्सियो, तल्किने ज्याकेटहरू चाहिँ लगाउनुहोस्। र अर्को छ मरी फोहोगुरुल, मरी फोहो टाउकोलाई चाहिँ सुरक्षा दिने उपकरणहरू चाहिँ छाक्योङ हासी हो, लगाउनुहोस्। र अर्को चित्रमा छ मास्कुरुल छाक्योङ हासिप्सियो अथवा हासियो, मास्कलाई चाहिँ प्रयोग गर्नुहोस्। हजुर त्यस्तै गरी अर्को चित्रमा छौँ, जसमा चाहिँ होहोपकी फोहो छाङछिरुल छाक्योङ हासी, यसमा होहोपकी भनेको रहेछ त, होपकी भनेको चाहिँ श्वास प्रश्वास प्रणाली हो। अब होपकी फोहोकी भनेपछि श्वास प्रश्वास प्रणालीलाई चाहिँ फोहो संरक्षण गर्ने छाङछिरुल उपकरण छाक्योङ हासी हो भन्नु खोजेको चाहिँ श्वास प्रश्वास प्रणाली चाहिँ सुरक्षा बचाउने उपकरणहरूलाई चाहिँ लगाउनुहोस् अथवा प्रयोग गर्नुहोस्। अर्को छ आन्जन तिरुल, जसमा चाहिँ सेफ्टी बेल्ट, अग्लो ठाउँमा काम गर्दाखेरि हामी लगाउने प्रयोग गर्ने बेल्टहरू चाहिँ छाक्योङ हासी हो, लगाउनुहोस् अथवा प्रयोग गर्नुहोस्। र त्यसपछि यङजप मास्क, यङजप हादा भनेको चाहिँ वाइल्डिङ गर्नु, अब यङजप मास्क भन्नाले चाहिँ वाइल्डिङ गर्ने बेला लगाउने मास्क छाक्योङ हासी हो। यसमा वाइल्डिङ गर्दाखेरि प्रयोग गर्ने मास्क, अगाडि अनुहारलाई बचाउने प्रयोग गर्नुहोस् भनेर दिएको छ। हजुर त्यस्तै गरी अर्को चित्रतर्फ हामी हेर्दैछौँ, जसमा उल्लेख गरेको छ हजुर आन्जन बेल्ट रुल छाक्योङ हासी हो, आन्जन बेल्ट सुरक्षा बेल्टहरू, जसमा बस्दाखेरि गाडी ट्रेन आदिमा बस्दाखेरि चाहिँ बेल्ट लगाउनुहोस् भन्नुहोस्, सेफ्टी बेल्ट प्रयोग गर्नुहोस्। र अर्को छ मान्छे हिँडिरहेको जस्तो चित्र इ थोङ्ग्यो रुल, यो बाटो चाहिँ इयोङ हासिप्सियो, यो प्यासेज अथवा बाटोलाई प्रयोग गर्नुहोस्, जसमा इ खिल्रो यो बाटोबाट थानी सिप्सियो आवट जावट गर्नुहोस्। र अर्को फोहो यङ, जसमा चाहिँ फोहो सुरक्षामा प्रयोग हुने अथवा सुरक्षित आपछिमाहरू एकदम सेफ्टी एप्रोनहरू चाहिँ छाक्योङ हासी हो, प्रयोग गर्नुहोस्। र अर्को ताल्चा लगाएको चित्र छ, जसको अर्थ हो छाम्गु सियो, छाम्गु सियो भन्नाले चाहिँ ताला लगाउनुहोस् अथवा लक गर्नुहोस् भन्ने अर्थ दिन्छ। र अन्तिम चित्र दुईटा बाँकी छ, जसमा लेखेको छ ख्यङजगुल, ख्यङजग भन्नाले चाहिँ हर्न हो, ओल्ली सिए हो, जसको अर्थ लाग्छ हर्न बजाउनुहोस्। छुइना सिन्होहरू सतर्कता अथवा सिनो भन्नाले सङ्केत छुगी उया दिनको सतर्कता अथवा सङ्केत जनाउनको लागि चाहिँ ख्यङ्गो उमुल हर्न चाहिँ नेसिप्सियो हर्न बजाउनुहोस्।
सुरेगी थोङ्गुल सायोङ हासियो फोहोर फाल्ने भाँडोको प्रयोग गर्नुहोस् अथवा फोहोर फाल्ने भाँडोमा चाहिँ फोहोर फाल्नुहोस् भन्न खोजेको हो। हजुर आज हामीले च्याप्टर 55 मा रहेको छिसी फ्योजी हेर्यौं। छिसी फ्योजी भनेको चाहिँ निर्देशनात्मक संकेतहरू खाङजे ह्योङदोङ भन्नाले चाहिँ के त अनिवार्य क्रियाकलाप संकेत भन्ने हामी बुझ्छौं। हजुर आशा छ यो भिडियोले चाहिँ तपाईहरुलाई केही हदसम्म भए पनि इपीएस एक्जाममा सहयोग पुग्नेछ। यस्ता संकेत चिन्हहरू चाहिँ आउन सक्ने भएको भएर यसलाई चाहिँ सजिलो लागे पनि दोहोऱ्याइ तेह्राइ एकचोटि हेर्नु होला र साथै अन्तिमसम्म भिडियो हेरेर साथ दिनु भएकोमा धन्यवाद। भिडियो मन परेको खण्डमा लाइक र शेयरिङ पनि गरिदिनु हुन अनुरोध गर्दछौं। हस् त धन्यवाद।